सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई म नेपाली आज केही मन्तव्य लिएर आएको छु। आज यो पालि हुनेवाला चुनाव 2082मा भइरहेछ, जुनमा बढी पार्टीहरूले आफ्नो आफ्नो के भन्ने मलाई समझ आइरहेछ कसरी भन्ने, तर आफ्नो आफ्नो उम्मेदवार खडा गरेको। एउटा कुरा मेरो के त कि सबै पार्टीले आफ्नो आफ्नो उम्मेदवार खडा गरेको छ, तर हामीहरूले पहिला पनि एमाले, काङ्ग्रेस र माओवादी मधेसमा भएका साना ठुला पार्टीहरू सबैलाई जिताएर हेरे। तिनीहरूले हामीहरूलाई के दियो? मधेस आन्दोलनमा गोली दियो, किसान आन्दोलनमा पनि गोली मिल्यो, कोरिया जाने केटाहरूको आन्दोलनमा गोली मिल्यो, अनि जेनजीको आन्दोलनमा पनि गोली मिल्यो। त पनि यिनीहरूले एउटा कुरा पनि सोचेन कि यो पनि नेपालको नै निवासी जेनजी हो, किसान हो, युवाहरू हो, मधेसी हो, होइन। यिनीहरूलाई मात्र सत्ताबाट प्रेम छ र सत्ता जसरी पनि लिने, पैसाको बलमा लिने, गोली चलवाएर लिने, जे पनि गरेर लिने यिनीहरू गर्न खोज्छन्। यो मलाई थाहा छ। आज हाम्रो युवाहरूको लागि स्वतन्त्र पार्टी, रवि लामिछाने दाईको पार्टी, बालेन दाईको पार्टी, घण्टी छाप र कुलमान घिसिङ सरको पनि पार्टी उज्यालो नेपाल र राजाको नाममा राष्ट्रिय प्रजातान्त्रिक पार्टी पनि खडा भएको छ। के हामीहरू, मेरो एउटा माग छ, यो तीनैवटा पार्टीहरूको माग एउटै हो, तर बढी उज्यालो नेपाल र स्वतन्त्र पार्टी जुन हाम्रो रवि दाईको पार्टी छ, तिनीहरूको माग एउटै छ। तपाईहरू एउटा भोट, म हात जोडेर भन्छु, तपाईहरू बालेन दाई र रवि लामिछानेको होइन नाममा, आफ्नो आउनेवाला भविष्यको नाममा घन्टीमा दिनुस्, कि हाम्रो भाइ बहिनीहरू जुन आउनेवाला भविष्य छ तिनीहरूको भविष्य उज्यालो होस्, तिनीहरूको लागि दिनुस्। अरू कसैको नाममा नदिनुस्। घन्टीमा एकचोटि भोट दिनुस् र उज्यालो नेपालमा दिनुस्, नत्र भने घन्टीमा दिनुस्, कि हाम्रो देश अघि बढोस्। यति म भन्छु र म यति भनेर जय नेपाल, जय युवा, जय